ब्रक्षेत्र मन्दिर ब्रक्षेत्रको दर्शन गर्नु तपाईहरु पनि धेरैजना आउनुभएको होला। ब्रक्षेत्र मन्दिर यस्तो छ र मन्दिर मुनि कोशी नदी ठुलो खोला छ। कोशी नदीको किनारमा पनि धेरै मानिसहरू देखिन्छ, पूजापाठ गर्नेहरू। दैनिक भक्तजन आइरहने ठाउँ ब्रक्षेत्र मन्दिरमा म आइसकेको छु र ब्रक्षेत्रको माथिबाट तपाईले देख्न सक्नुहुन्छ पारी बस लस्करै देख्न सक्नुहुन्छ। यतापट्टि पनि बस छ। यो बस रहेको बाटो पिच हुनु मात्रै बाँकी छ। नालीहरू सबै ड्रेनहरू सबै काटिसकेको छ भने तपाईले देख्नुहुन्छ। अनि यहाँ तल निकै नै विकास भइसकेको छ ब्रक्षेत्र मन्दिर र यहाँनिर चाहिँ गाडीहरू पार्किङ राम्रो बनाइसकेको छ। यहाँनिर ब्रक्षेत्रको समिति र यहाँका नगरपालिका दुवैले चाहिँ धन्यवाद दिनुपर्ने हुन्छ। अनि त्यसै गरेर हेर्नुहोस् यो पारी यो यति राम्रो ठाउँ छ है ब्रक्षेत्र साथीहरू।